ल अब हामी खै त्यो देखा खाली भाडो कहाँनिरबाट फर्किने होला अब हामी उ त्यहाँ बसेको दिनभरि एक अघि त्यहाँ बसेको अब हामी फर्क्यौँ गीत पनि गाइयो यताउति गरियो अब अलि झ्याप त भएन नि तर पनि झ्याप हुन्छौँ अब घर भनेको त्यस्तै हो होइन त्यो होटेल हो त्यहाँको ल हामी फर्क्यौँ है त्यही पञ्चरत्न भनेको त नि के त्यही होटल यतिको रातिमा यहाँ फर्क्यौँ घाम त अस्ताइसक्यो घाम अस्ताएको त अघि नै हो गीतहरू नि गायौँ हामीले उयो यहाँ त छिर्ने ठाउँ खै त छिर्ने ठाउँ यहाँ त ल्याट्रिन रहेछ ल्याट्रिन लग्यो बु ए लो ओ यो के हो यो ए हामी जाने ठाउँ त्यहाँ ए यो सेफ्टी एरिया रहेछ नि समीर यहाँ हात्तीहरू न हो र मुझे आइज हो र मजाले छोको यो सेफ्टी एरिया र करेन्ट लाएर छोड्यो होला यहाँ भनेको त भन्दै हो र भन्दै मेनुमा फुकरे यार मेरी यताबाट मिराज खोइ डिएसपी पहिला सुन्नु तब मरेन त साला यो करेन्ट हल्का छोडेको के करेन्ट लाएपछि म खोइ डिएसपी भनेर बेसल चिचन ए यताडै हो कि यहाँले त्यसो नभन्न मिराज गरेको ऊ यहाँ पनि तार हो क्या उयो मुजियो पनि तार हो यार यो तार एरिया नजाम ए यहाँ छिर्न नदिएको ए यस्तो रहेछ के यता त छिर्न सक्ने भयो यहाँ छिर्न नदिएको करेन्ट लगाएर मिराज यहाँबाट निक्लेको क्या अघि चाहिँ केटा करेन्टले हाने यार त होइन साथी हो भन्दा पनि मरेन ल हामी यसै फर्क्यौँ म त यस्तो हुने कि यसलाई त म मर्दिएको भए ठिक्क पर्थ्यो कति दुःख हुन्थ्यो अनि होइन अनि दुईटा हातले दुध र भात खान्थिस् कताबाट उयो यस्तो सेक यस्तो पगले यो अर्को बाटो हो जस्तो लाग्यो मलाई जा त अगाडि जान्छस् क्या हो यस्तो डर लाग्ने बाटो हो त नि जाठो यस्तो छ कि यस्तो छ कि यही बाटो माथिबाट बाघ त सबभन्दा उसी हो ल हामी समिट पुगो छोड त खै के त खै त ए म यही त छु नि भनेको बोलेको आफू बोलेको गर्ने को हो र तर चढ्न सजिलो रहेछ नि यहाँ मारे भगरा बुजुर्ग र मोबाइल खसेर लौ अहिले आमा त कलर लगाइदिएछ टिनमा ओके हैन यो टिनमा ओले लाथे तर अलि कलर के हो 2 मिनेटमा रङ लगाएको बाहना आके ल अब हामी गयौँ है ऊ त्यहाँ छ खोला त्यहाँ छ है छक्का त ल अब क्लोज गरिदिउँ है गेटबाट निस्केपछि बाइक चलाएको गर्दैन बाइकहरू चलाएको गर्दिनँ गरममा बाइकमै बसेर ल किन मिराज खिच्छस्